व्हाट्सअप गाइस। आजको डे 12 को टपिक चाहिँ यो हाउ दिस बिजनेस चेन्ज माई लाइफ भनेर चाहिँ रहेछ। अब यो त एकदमै इन्ट्रेस्टिङ टपिक भयो है मेरो लागि चाहिँ। अनि भन्नुपर्दाखेरि चाहिँ नि यो जुन दिन मैले चाहिँ यो बिजनेसमा चाहिँ मैले $149 रिफन्डेबल फी चाहिँ मैले डिपोजिट गरेर आएको थिएँ। त्यो दिनदेखि नै चाहिँ मेरो लाइफ चाहिँ होइन एभ्री सिङ्गल डे चाहिँ चेन्ज हुन थालेको हो होइन। अनि भन्दाखेरि चाहिँ नि पहिला चाहिँ अब म यो कोरियामा आउनुभन्दा अगाडि चाहिँ प्लस कोरियामा आइसकेपछि पनि म चाहिँ अब के सोचेर हुन्छ भन्दाखेरि चाहिँ अब 9 to 5 जब गर्ने होइन, अनि पैसा कमाउने, त्यसपछि गएर चाहिँ अब त्यो घर जाने होइन। त्यही थियो मेरो मेरो एउटा चाहिँ एउटा त्यो न्यारो एउटा कन्सेप्ट थियो होइन, मेरो न्यारो थिङ्किङ थियो त्यो चाहिँ। अब अहिले सबैजना धेरैजनाले चाहिँ त्यही सोच्नु पनि हुन्छ होइन। अनि जब चाहिँ अनि त्यसपछि मलाई चाहिँ पछि आएर चाहिँ मैले चाहिँ यहाँको एउटा त्यो यो कोरियामा यो मान्छेहरूले चाहिँ कहाँ भने यो लुप चाहिँ मैले एउटा के थाहा पाएँ भन्दाखेरि चाहिँ मैले यस्तो तरिकाले त अब कहिले पनि त्यो होइन केही पनि हुँदैन जस्तो चाहिँ मलाई लागेको थियो होइन। अनि पछि चाहिँ मैले चाहिँ अब केही न केही एउटा आफूले चाहिँ एउटा साइड हसल चाहिँ गर्नैपर्छ, नत्र पछि यस्तोमा चाहिँ स्टक चाहिँ हुन चाहिँ धेरै त्यो सम्भावना छ भनेर सोचेर चाहिँ मैले एउटा त्यो अनलाइनमा एउटा चाहिँ होइन मैले त्यो साइड हसल चाहिँ मैले खोज्न थालेँ। अनि अब फेरि अर्को कुरा चाहिँ अब अनलाइनतिर पनि फेरि धेरै त्योहरू हुन्छ नि अब होइन, स्क्यामहरू हुन्थ्यो होइन, छ अझै पनि यो कति फेकहरू हुन्छ नि त। अनि त्यो अनलाइन बिजनेसहरू पनि, अनि त्यहाँ पनि मसँग एउटा च्यालेन्ज नै थियो होइन। अनि पछि चाहिँ मैले चाहिँ जब मैले अहिले मैले गइरहेको बिजनेस मैले भेटाएँ, यो अनलाइनकै थ्रुबाट मैले भेटाएँ होइन, मेरो मेन्टरको एड हेरेर। त्यसपछि नि मैले त्यहाँबाट चाहिँ मैले एकदमै त्यो ट्रस्ट गर्ने खाले मैले चाहिँ आफ्नो मेन्टर र त्यसपछि मेरो कोचहरू, मेरो यो अहिलेको बिजनेस पार्टनरहरू चाहिँ मैले भेटेँ। त्यो दिनदेखि नै मेरो लाइफ चाहिँ चेन्ज हुन थालेको हो होइन। त्यसपछि नै मेरो एउटा सोच्ने एउटा थिङ्किङ नै मेरो चेन्ज भएको हो। अनि त्यसपछि गएर मलाई चाहिँ एउटा चाहिँ होइन त्यो यो 9 to 5 जब भन्दा पनि बाहिर चाहिँ योभन्दा पनि छुट्टै एउटा दुनियाँ रहेछ है। योभन्दा पनि बाहिर एउटा कति चाहिँ ठुलो फ्लेक्सिबिलिटी रहेछ होइन। त्यो चाहिँ अब त्यो चाहिँ मैले पत्ता लगाएँ। अनि अहिले चाहिँ म त्यहीमा छु होइन। म चाहिँ अहिले आइएम फिलिङ सो ग्रेटफुल, आइएम सो ह्याप्पी टु जोइन दिस बिजनेस। अनि अर्को चाहिँ त्यो मलाई चाहिँ अनि अर्को मेन इम्पोर्टेन्ट थिङ चाहिँ मैले आफूलाई चाहिँ मैले बिलिभ गर्नु